हेलो गाइस, गुड आफ्टरनुन सबैजनालाई। अनि हजुरहरू कस्तो हुनुहुन्छ? उम्मीद गर्छु सन्चो सुबिस्तै हुनुहुन्छ भन्ने, र म पनि एकदमै सन्चो सुबिस्तै छु। अनि साथीहरू, बिहान मैले चाहिँ ब्रेकफास्ट बनाएर चुल्हा अलि मैला मैला भएको थियो, सो त्यही सफा गर्दैछु म चाहिँ। अनि अब चाहिँ बनाउनु पर्ने हुन्छ लन्च। अनि हजुरहरूको त लन्च रेडी भइसक्यो होला। अनि म चाहिँ लन्चमा आज के बनाउँदैछु भन्दा चाहिँ कालो दाल, अनि बारीको सिबी, अनि रायोको साग र भात चाहिँ मैले अघि नै बसाएर अरू कामहरू गर्दै थिएँ। भात पनि रेडी भइसकेको छ र यहाँ चाहिँ पाक्दैछ मेरो अर्ग्यानिक सिबी अनि दाल। अनि मैले चाहिँ लुगा पनि धुनु हालिरहेको छु। अब चाहिँ त्यो लुगा पनि निकालेर सुकाउनु पर्ने हुन्छ, किनभने हिजो चाहिँ हाम्रोतिर पुरा असिना पानी परेर चाहिँ आज कस्तो राम्रो घाम लागिरहेको छ नि त। सो त्यही भएर लुगा पनि धुँदैछु। अनि यत्रो बेसी टोइलेट चाहिँ किन भन्नुहुन्छ भने चाहिँ यो दुईवटा टोइलेट चाहिँ हो दोकानको कस्टमरको लागि, अनि यो चाहिँ हो आफ्नो लागि प्राइभेट। र मेरो लुगा चाहिँ अहिले रेडी भएको छैन रहेछ साथीहरू, अझै 11 मिनट रहेछ टाइम। अनि यो 11 मिनटमा चाहिँ म सागको सब्जी पनि बनाइहाल्छु, र मेरो चाहिँ सागको सब्जी पनि रेडी भइसकेको छ। हेर्दा कति राम्रो देखियो। अनि अब चाहिँ मेरो लुगा पनि रेडी भइसकेको छ। अब चाहिँ म लुगा निकालेर सुकाउनु पर्ने हुन्छ। अनि लुगा सुकाएको चाहिँ अब साथीहरूलाई म देखाइ बस्दिनँ, किनभने मलाई चाहिँ पुरा भोक लागिसकेको छ र म चाहिँ अब लुगा सुकाएर खाना खानुपट्टि लाग्छु साथीहरू। अनि मेरो लुगा चाहिँ 90% चाहिँ सुकिसकेको छ मसिनमै। अब 10% चाहिँ मैले घाममा सुकाउनु पर्ने हुन्छ। अनि हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो? हस् त।